हामी यसरी दाजुभाइ खोजीमा अथवा भेटघाट कार्यक्रम गर्दै हिँडेको छौँ भने योभन्दा अगाडि त हाम्रो भेटघाट थिएन। अहिले हाम्रो 3 जिल्लामा चाहिँ हाम्रो वंशहरू हामीले पत्ता लगाइसकेका छौँ। जस्तै गरी खोटाङ जिल्लामा, हाम्रा चाहिँ उदयपुर जिल्लामा लगायत हाम्रा चाहिँ 5 थर जिल्लामा र झापामा पनि आएर बस्नुभएका हाम्रा दिखवाजा वंशहरू हामी परिवारहरू खोजिरहेका छौँ भने भेटिसकेका छौँ आदि उदि। भने अन्य जिल्लाहरूमा चाहिँ कहाँ छ भन्ने केही हजुरलाई जानकारी छ? माथेनको थाप्लोमा 3-4 घर छ भनेर सुनिन्छ मैले, त्यो ठाउँमा म पुगेको छैन। दावा दिल्पाबाट खोटाङ जिल्लाको यो छोरुम्बुको बुइखामा आएर कसैदेखि चाहिँ फेरि यहाँबाट चाहिँ फाटिएर गएकाहरू हो उदयपुर? एकदम यहीँबाट गएको छ हाम्रै वंशहरू। तर टुगुरे हामी चाहिँ टुगुरे रोबलमा 7-8 घर छ हाम्रो यहाँ, 7-8 घर 9 घर छ यहाँ। त्यहाँ पछि 3-4 घर छ हाम्रो सबै अवस्था। रोबुलुङ भनेको चाहिँ त्यो डाँडामा त्यो रोबल हो त्यो। त्यहाँ पनि गाउँ ठुलो छ राम्रो। त्यसलाई बुइखा भने त्यो माथि रोबुलुङ भन्यो है। उतिलाई छोड्नु भन्छ, माथि रोबलुङ भन्छ। रोबलुङमा हाम्रो छ दाजुभाइ। छोरुम्बु रोबुलुङ। सुरुमा दावा दिल्पाबाट आएर चाहिँ यो छोरुम्बुमा रहनुभयो, त्यसपछि चाहिँ 5 थर झापादेखि लिएर उदयपुरतिर दाजुभाइ निकैजना छोराछोरी भएछ, कता कता लागे। अब पत्ता लगाउन सकेन। त्यतिखेर जमाना लाटो थियो, लाटो जमानामा खोजी खबर पनि त्यति नहुने। यति सालमा आएको हो बाजे पुर्खा भन्ने कुरा त यो थाहा छैन होइन, किनभने त्यो धेरै अगाडिकै कुरा है भइदियो होइन। संसार र फलिसक्यो त कहाँ थाहा हुन्थ्यो पुर्खा त। जसरी हामी खोटाङ जिल्ला र झापा जिल्ला र 5 थर जिल्ला उदयपुर जिल्लामा हामी यतिजना वंश भेटिसकेपछि अन्य विभिन्न जिल्लाहरूमा पनि हाम्रो दिखवाचा वंश छ कि छ होला, छ भने खोज्नुपर्छ भन्ने यो अभियान स्वरूप कार्यक्रम गर्दैछौँ हामीले। म लगायत हाम्रा टिमहरू हामी दाजुभाइ सबै मिलेर गर्दैछौँ भने आज बाजेसँग भेटघाट भयो, कुराकानी भयो। मैले केही कुराहरू बाजेलाई राखे पनि, सोधे पनि र बाजेले पनि आफ्नो जानेसम्म त भनिदिनु भयो। बाजे खाल चाहिँ कति भाइ हुनुहुन्छ अहिले? हजुर बाजे खाल चाहिँ सकिने गएको छ। हजुर जेठा? म जेठा हुँ। दुई गुको परेको माइला र कान्छा जेठा छ। त्यो मेरो यो जेठा माइला हो। यो यसको दाजु छ उसबाट गाईघाटमा घर बनाएर बस्छ। म माइलीपट्टिको छोरा भएँ। अनि यता यसको आमा कान्छीपट्टिको जेठा उहाँ ज्ञानबहादुर गाईघाटमा छ। ए माइला हो यो। भनेपछि बाजे खाल बुइखामा चाहिँ कतिजना? 3 जना हुनुहुन्छ। काका खाल चाहिँ कतिजना हुनुहुन्छ? काका थुप्रो छ, अनगन्ती हुनुहुन्छ। यहाँ यतिमा चाहिँ 9 धुरी छ। 9। अनि त्यहाँ पर डाँडोमा छ 2 घर। अनि पल्लोपट्टि पाटाबारी भन्छौँ, त्यहाँ हाम्रो दाजुभाइ चाहिँ 1 घर मात्रै छ। तर उनीहरूको सन्तान चाहिँ कसरी भने पुर्खादेखि नै 1 भाइ 2 भाइ 1 भाइ 2 भाइ यो पनि मासिनुमा 2 भाइ मात्रै छ त्यहाँ। 2 भाइको र 2 भाइ मात्रै छ फेरि। भनेपछि 12 घर चाहिँ तपाईँहरू बुइखामा हुनुहुन्छ? जनाती छ त्यहाँ। दिखवाचा परिवार हामी दाजुभाइ 12 घर बुइखामा हुनुहुन्छ। रोबुलुङमा कति घर? 6 घर 7 घर। यतिका वर्ष पछाडि एउटा चाहिँ उदयपुरको रौतामाई गाउँपालिकाको चाहिँ एउटा नाति आएर एउटा बाजेसँग यसरी चाहिँ भिडियो कुराकानी गर्दाखेरि बाजेलाई कस्तो अनुभूति राम्रो लागिरहेको छ? यो कस्तो भनेदेखि यो सबैले सुन्ने कुरा है। तपाईँले भिडियो कलले गर्नुभएको छ त्यो राम्रो। कसरी भने राम्रो भनेदेखि हामीले भएको कुरा टाइमको कुरा बताएको छौँ। पछाडि कुरा बताउन है। त्यही त हाम्रो यहाँ दिखवाचा परिवार कति छ, कसो गरेको छ भनेर सोध्नुभयो। त्यो कुरा मैले स्पष्ट बताइसकेँ। पुर्खा कहाँ त्यो पनि बताइसकेँ होइन। अब यस्तै हो, हाम्रो दाजुभाइ छ। पर नाप्सीकोमा छ, भाँडेमा पनि छ। त्यो भाँडे घाट माछामा छ 2 घर, माथि नाप्सीमा 1 घर छ होइन। बाजेलाई अब सबै विस्तृत जानकारी नै छ र मैले यसै भिडियो कुराकानी मार्फत पनि मैले भन्न चाहेँ, हामी 5 थरबाट चाहिँ हाम्रो दिखवाचा परिवार हामी 8 जना आएको छौँ भने हाम्रो उदयपुरबाट चाहिँ हामी 4 जना आएको छौँ। 4 जना पनि त्रिउगा नगरपालिका गाईघाट सदरमुकामबाट चाहिँ 3 जना आउनुभएको छ भने म चाहिँ उदयपुरको रौतामाई गाउँपालिकाबाट चाहिँ यस ठाउँमा आएको छु। सर्वप्रथम त बाजेलाई धेरै धेरै धन्यवाद भन्दै बाजेबाट मैले आज आशीर्वाद पनि लिन पर्छ।
बाजेसँग पहिलो भेटघाटको यो एउटा खुसियाली भेटघाट कुराकानी यो हाम्रो चाहिँ एउटा स्मरण मात्रै होइन यो सदाभरिको लागि एउटा भिडियो बनेको छ भन्दै म बाजेबाट आशीर्वाद लिँदै म बिदावारी लिन चाहन्छु।